म मञ्जुश्री हुँ। मैले चोभार खोज काटेर यो उपत्यकालाई मानिस बस्न योग्य बनाएको हुँ। म जनक, मिथिलाको राजा। ज्ञान, सत्य र धर्मको बाटो देखाउनु नै मेरो कर्तव्य थियो। म सिद्धार्थ गौतम बुद्ध, शान्ति, करुणा र अहिंसाको सन्देश संसारभर फैलाए। म अंशु वर्मा, लिच्छवी युगमा मैले नेपाललाई संस्कृत, व्यापार र कूटनीतिमा मजबुत बनाए। म अर्निको, नेपालको पगोडा कला चीनदेखि एसियासम्म पुर्याउने जिम्मा मैले उठाएँ। म राम शाह, गोर्खाको न्यायी राजा। मेरो शासनमा अन्याय सह्य हुँदैन थियो। म पृथ्वीनारायण शाह, साना राज्यहरू एक गरेर आधुनिक नेपालको आधार बनाएको हुँ। म बहादुर शाह, एकीकरणलाई विस्तार गर्दै नेपाललाई अझ ठूला भूभागसम्म पुर्याए। म भीमसेन थापा, राष्ट्रको स्वतन्त्रता र सेना सुदृढ बनाउन सदैव अग्रसर रहे। म बलभद्र कुन्वर, नला पानीमा अन्तिम साससम्म लडेर नेपाली वीरताको पहिचान बने। म भक्ति थापा, यो देशका लागि मृत्यु पनि मधुरै। म अन्तिम क्षणसम्म लडे। म जङ्गबहादुर राणा, कानून र प्रशासनलाई आधुनिक रूप दिएका श्रेय म लिन्छु। यी हुन् नेपालका महान चरित्रहरू जसले इतिहास लेखे, पहिचान बनाए र राष्ट्र उभ्याए।